हामीसँग आलुमा भनेको नबोलाएको तिमीहरू बोल्नु कस्तो हेलो भने हेलो भन्नु न केही हुन्न क्या हेलो भन्नु जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। माइज खाइसक्नु हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी यहाँ मुकबाङ भिडियो खाइसक्नु भयो। ब्याकग्राउन्डमा हाम्रो अर्को माइजूको बुढाबुढी। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता। दिदी पनि आउनु होला, चारवटा त आऊ। माइजूले बनाएको सेलरोटी अनि केराउ अनि चिया। यसरी देखाउनु चिया भन्दा चिया खाएँ ल। कस्तो टेस्ट भन्नु न। अच्छा रोटी कस्तो हो? केको हो माइजू रोटी? माइजू भन्नु केको हो रोटी? मकैको हो यो रोटी। मकै मैदा मिठो बनाउनुहुन्छ माइजूले रोटी। एक चिज गरौँ न भएर अब खाने खाइसक्दाखेरि। अर्को के आदि होइन फुलवाला भयो हामीसँग आलुमा भनेको छ। यहाँ अगाडि राख्नु पर्यो। खोइ चिया दिनु हुन्छ अब पहिल्यै खानु पर्ने हो कि खाएको चिया पनि छ। केराउ खानाउ अगाडि चाहिँ आलु अझ म पोस्छु है भने आलु यहीँ राख्छु त राख्ने त होइन। मैले खानै पाएन अब त खान्छ। कस्तो आएर यो राम्रै आएर धेरै नबोलाएको तिमीहरू बोल्नु न, हामी त मात्रै हो बोल्ने। धेरै नबोलाएको तिमीहरू बोल्नु न, हामी त मात्रै हो बोल्ने। नबोलेर दिन्छु के खाने भन है, म सब दिन्छु। चिया पनि गुलियो हो, रोटी पनि गुलियो। हजुर बोल्नु न माइजू चाहिँ खाने बेला नबोल्नु खाने लाग्यो। नाइस।
A few moments later. लाग्ने हो र उता आएको छ ओराउले हौ उते पाछ पलासी त म त पर जाल भयो जाल भयो Ada imigrasi ni. Gawang itu. अब कस्तो जाल भयो हाम्रो त उता मको पर्छ प्रश्न जान तुक्कामा आफू बित्ताको जाल भयो अजानी हो म त आउन नआला भनेको आयो भाइ पानी के दुख्ने त्यो फेरि अनि आउन भनेको त अन्नान यो रो 4 नम्बर रात झरे खाका ओ है कहाँ छर्नु त दिन जान र भो घर गरम ला भो मेरो नि बजेको यस्तो त हेर त ए फिन्च्याको थियो के रातै त्यही हुन्छ मैले नि खाइरौ मलाई के जान्छ नि घुम्तीतिर कत्रो पानी आहा अब के घर जाम र घर जाम भो खोइ जाउँछ म त जान्न लौ न माइजू रोटी लैजानु त राखेर खाउँछु म त भयो है त माइजू रोटी थप्नु भयो है पानी आयो जान्छु म त घर किन थप दिन लैर जाऊ के दिदी ओके ल्याउनु घुम मलाई त अगाडि के बज्यो माइजू पानी आयो पानी आयो सैया ने देखा ऐसे मैं पानी पानी हो गई ए हेर त पानी थालमा ए हेर त पानी थालमा मस्त जोक मारा रे या हंस रे हल्का खानुपर्छ गाउँले भयो ओरेको त उयो मलाई त्यो क्यामन भर्साइदामा त घर भिडियो भएको भएन भने खाएन है मलाई पानी यस्तो आयो यस्तो खानु पर्छ नहीं मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये। भयो पानीले भिजेर भए त चितो हुन्छ है अहिले गाडी मिठो हुँदैन पानी म त ओराउनु नलिरहेको अच्छा हेर्नु पर्नु त यस्तो गरेर खाने सबै हाँस्नुहुन्छ अनि फेरि म हाँस्छु होइन दोहोरी चल्छ क्या हेर्नु त यहाँ मेरो पानी लौ तिम्रो त रस भइछ
A few moments later. ल म त अगाएँ ल बाई बाई गर्नु त नि बाई 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 लाइक गरिदिनु लाइक यस्तो खान नसक्नेहरू के भन्ने अब कफी र धेरै भइरहने कफी र धेरै भइरहने मिठो भयो थपिएको पनि पानीले खेम्लाङ ब्याकग्राउन्डमा हाम्रो दुईटा सामारी खै माइजाउनु भयो घर बेटी खाना पकाने वाला मलाई चिन्यो म हरिबहादुर तिम्रो हरिबहादुर मैले त सकेको है कस्तो म बाई बाई लाइक गरिदिनु मैले